पेसा बनाएकाहरूलाई पशुपतिबाट हटाउँदै महानगर। नेपाली 3-4 जना भेट्यौं तर धेरै चाहिँ इन्डियन नागरिकहरू छ हजुर। कोही 4-5 जना माग्ने लगाउने अनि एकजना त्यसको प्रतिनिधित्व गर्ने लिडर एकजना हुन्छ अनि बेलुका पैसा उठाएर लिएर जाने त्यो गर्नुहुन्छ। कतिजना आउनुहुन्छ अनि त्यो पाकेको टमाटर हुन्छ नि त्यो निचर्नुहुन्छ अनि ब्यान्डेज सेतो ब्यान्डेज लगाउनुहुन्छ, रगत आएको जस्तो हुन्छ, यस्तो यस्तो गरेर बस्नुहुन्छ। खोलेर हेऱ्यो भने त नक्कली हो। कोही गाडीमा ल्याएर छोड्नेहरू धेरै जस्तो तराईवासी र इन्डियनहरू माग्नेहरू यहाँ बढी हुनुहुन्छ। हाम्रो नेपालको पहाडतिरको माग्नेहरू कमै हुनुहुन्छ है। दर्शकवृन्द, पशुपतिनाथ परिसरमा बस्ने माग्नेहरूको ठेक्का पट्टा हुन्छ भन्ने सुन्दा अचम्म लाग्ला, तर सत्य यही हो दर्शकवृन्द। ठेकेदारले ठेक्का लिने अनि माग्नेलाई जागिर जसरी भर्ती गरेर माग्ने धन्दा चलाउने। जति पनि यहाँ इन्डियाबाट आउने अपाङ्गहरू छन् उहाँहरूलाई चाहिँ यहाँ भाडामा महिनामा 20,000 30,000 दिएर चाहिँ यहाँ सञ्चालनमा ल्याउने ठेकदारहरू पनि हुनुहुन्छ। हामी देख्न सक्छौँ दर्शकवृन्द, यहाँनिर महानगरको टिम आएपछि कतिपय भाग्दै गरेको निक्लिँदै गरेको अवस्था। कतिजनालाई चाहिँ एउटा टोलीको लिडर नेता हुनुहुन्छ, उहाँले ल्याउनुहुन्छ, यहाँ दिनभरि छोड्दिनुहुन्छ, राति फेरि लग्नुहुन्छ। त्यस्तो हो भने जहाँको हो त्यही हामीले रुट कज पत्ता लगाउँछौँ, हामीले त्यसमा आवश्यक कारवाहीमा अगाडि बढ्छौँ। कतिको मोटरसाइकल ल्याइदिन्छ, कोही ट्याक्सी चढेर आउँछन्। बच्चाहरू जम्मा 5-6वटा बच्चा एकैजना ले 5-6वटा बच्चा जम्मा गरेर बच्चाहरू लिएर आउने पनि चलन छ। इन्डियाबाट आएर यसरी नै समूह नै बनाई माग्न बस्ने र भक्तजनहरूलाई दुःख दिनेको पहिचान गरी हटाइने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसरमा पछिल्लो दिनमा माग्नेको संख्या बढेसँगै